कुरा बिस्तारै बुझ्न थालिन्छ। केही सम्बन्धहरू फर्कनका लागि होइन, केवल पाठ सिकाउनका लागि हुन्छन्। तिमी टाढा छौ कि नजिक, अब त्यो पहिले जस्तो भारी लाग्दैन। आश अझै छ, तर त्यसले मलाई रोकेर राख्दैन। सम्झनाहरू अझै कहिलेकाहीँ चियाउँछन्, तर अब ती आँसु होइन, केवल मौन मुस्कान बनिसकेका छन्। समयले सिकायो, कसैलाई धेरै माया गर्नु गलत होइन, तर आफैलाई हराउनु चाहिँ गलत हो। र अन्तिममा तिमी मेरो कथा थियौ, तर म अब आफ्नो नयाँ पाना लेख्दैछु। हृदय नै रोकिँदा पनि तिम्रो याद कहिल्यै मेटिएन। रात ढल्दा पनि तिम्रो सम्झनाले कहिल्यै छोडेन। आज तिमी धेरै टाढा छौ, सायद त्यस्तो ठाउँमा जहाँ मेरो आवाज पुग्दैन, तर मेरो प्रतीक्षा भने अझै यहीँ उभिएको छ। तिमीले लिएका बाचा अब निभाउन सक्दैनौ भन्ने मलाई थाहा छ। मलाई थाहा छ तिमी अब फर्किन पनि सक्दैनौ। तिम्रो जीवनमा कसैको साथ जो छ, तर यदि कुनै रात मेरो नामले तिम्रो मनको कुनै कुनामा हल्का स्पर्श गर्यो भने यति नबिर्सिनु। म अझै पनि त्यहीँ उभिएको छु, तिमीले छोडेको ठाउँमा अनगिन्ती प्रश्न बोकेर। अन्तिम साससम्म तिमीलाई नै पर्खिरहनेछु।